रसुवाको रसुवागढी, टिमुरे तथा साफ्रू बेसी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। पछिल्लो रिपोर्ट अनुसार बाढीमा परि कम्तीमा 95 जनाको शव बरामद भएको छ। त्यस्तै नेपाल पर्यटन बोर्डका अनुसार 384 जना पर्यटक तथा यात्रु सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये 291 जना विदेशी र 93 जना नेपाली रहेको बताइएको छ। बाढीले घर, सडक, पुल तथा विभिन्न सरकारी संरचनामा ठूलो क्षति पुर्याएको छ। रसुवागढी नाकासँग जोडिएको सडक समेत प्रभावित बनेपछि आवत जावतमा समस्या भएको छ। बाढीका कारण केही क्षेत्रमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको छ। यसले गर्दा सम्पर्कविहीन भएका मानिसहरूको अवस्था पत्ता लगाउन उद्धार टोलीलाई कठिनाई भइरहेको छ। यता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका सुरक्षाकर्मीहरू खोजी तथा उद्धार कार्यमा परिचालन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। तर खराब मौसम, क्षतिग्रस्त सडक र अवरुद्ध सञ्चारका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण रहेको छ। अहिले पनि रसुवागढी, टिमुरे र आसपासका क्षेत्रमा बेपत्ता नागरिक तथा पर्यटकहरूको खोजी जारी छ। पछिल्लो विवरण अनुसार कम्तीमा 95 शव बरामद भएका छन् र 384 जना पर्यटक तथा यात्रु सम्पर्कविहीन छन्। यद्यपि उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक, बेपत्ता र क्षतिको सङ्ख्या परिवर्तन हुन सक्नेछ। रसुवागढीको अवस्था अहिले पनि अत्यन्त संवेदनशील रहेको छ। थप विवरण प्राप्त हुनासाथ हामी तपाईहरू समक्ष जानकारी गराउनेछौँ। यो थियो रसुवागढी बाढीको पछिल्लो ब्रेकिङ अपडेट।